वेट, यो अलमोस्ट स्क्रोल नि, तर यो भिडियो स्किप गर्नुभन्दा अगाडि फास्ट इन सिट बेल्ट र हाँस्न सुरु गरौँ, किनकि सुरु हुँदैछ Q&A भिडियो। अभियसली पपकर्न पनि लिनु होला अनि आमाको हातको मिठो चिया पनि। लेट्स स्टार्ट गाइस। रुको जरा, सबर करो। ए गाइज, एउटा कुरा त भन्नै बिर्सेको, युट्युबले हामीलाई एउटा फिचर दिएको छ कम्युनिटी स्पटलाइट। त्यो कम्युनिटी स्पटलाइट मैले तपाईँहरूलाई देखाउन चाहदैछु। ल गाइज हेर्नु होला, तपाईँहरूको नाम पनि छ भने कङ्ग्रेचुलेसन फर यु। ल गाइस, फर्स्ट क्वेसनमा जाउँ है त। ल फर्स्ट क्वेसन रहेको छ रियान YT123 बाट, रियल फेस एन्ड UID। मैं नहीं दिखाऊंगा। हाहा गाइस, जस्ट जोकिङ। मेरो रियल फेस हेर्न मन छ भने चाहिँ मेरो च्यानलको डिस्क्रिप्सनमा फेसबुक इन्स्टाग्रामको प्रोफाइल छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। र मेरो फ्री फायरको UID भन्नुभएको होला, त्यो UID चाहिँ मैले देखाउन चाहन्छु। ल हेर्नुहोस्, यही हो गाइस मेरो नुबडा जस्तो आइडी। यसको UID छ 2465876990। ल गाइस, यो क्वेसन भ्याइएको छ र अब अर्को क्वेसनतिर अघि बढौँ है त। ओके सो गाइस, एनदर क्वेसन इज फ्रम कल्पना लम्सल 3430। योर इन्कम। गाइस मेरो इन्कम हो महिनाको 1 करोड। गाइस मेरो च्यानल मोनेटाइज नै भएको छैन, त्यही भएर मेरो 1 रुपियाँ पनि आउँदैन युट्युबबाट। मैले युट्युब मात्र फनको लागि स्टार्ट गरेको। अब यही क्वेसनको एन्सर पाउनुभएको होला। अब जाउँ अर्को क्वेसनतर्फ। ओके सो अर्को क्वेसन रहेको छ, इन विच क्लास डु यु रिड। गाइस मैले चाहिँ भर्खरै एससी सकेको छु, त्यही भएर म चाहिँ अब 11 क्लासमा जाँदैछु। यही हो, अरू त के छ र। एससीमा 4 GB आउँछ होला। भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब। ओके मुभिङ अन टु द नेक्स्ट क्वेसन, हु गेभ यु इन्सपिरेसन टु मेक दिस भिडियो। गाइज मैले चाहिँ कोहीबाट इन्सपिरेसन लिएको होइन, मलाई चाहिँ पहिलेबाट भिडियो हेर्थेँ होइन, युट्युबतिर यसो भ्युज आएको, कोही धेरै जसोको भ्युज आएको देख्थेँ। त्यसपछि चाहिँ मलाई नि चुल मच्यो, मैले एउटा च्यानल बनाइदिएँ। त्यो च्यानलमा रिच पुगेन, त्यसपछि अर्को च्यानल बनाएँ। यो च्यानलमा चाहिँ हल्का रिच पुग्ला जस्तो भयो, तर फेरि यो च्यानल नै त्यस्तै छ, तपाईँलाई थाहा नै छ। त्यही भएर मैले चाहिँ यो कसैको इन्सपिरेसनबाट बनाएन, आफ्नै मनले बनाएको। एनदर क्वेसन इज फ्रम मेरो मनी B64। वाट इज यर गर्लफ्रेन्ड्स नेम। मरना तेरे को डर नहीं लगता। गाइज यार यस्तो हावाहुरी क्वेसन नसोध्ने यार, केटीको पछि मन लाउने यार, तपाईँहरू पनि नलाउने यार। तिनीहरूले सब बिगारिदिन्छन् यार, केटीको पछि लास्ट यार हाम्रो करियरै डुब्छ यार, त्यही भएर नलाउने यार। म त्यही एडभाइस दिन चाहन्छु यार। ल ओके, सचिम शर्मा 2690 इज आस्किङ हु इज यर बेस्ट युट्युबर फ्रेन्ड। गाइज मेरो बेस्ट युट्युबर फ्रेन्ड चाहिँ स्किमर ब्रो, यो स्क्रिनमा देखेको छ। उसको च्यानललाई पनि सब्सक्राइब गर्नु होला, ऊ मेरो भाइ पनि हो। त्यसैले अब युट्युबमा त मैले अरूले चिन्दिनँ, त्यही भएर बेस्ट फ्रेन्ड उनी हो। नेक्स्ट क्वेसन इज फ्रम पौडेल हरि 1800। आर यु भेजिटेरियन अर नन भेजिटेरियन। आई एम नन भेजिटेरियन गाइज। अर्को क्वेसन सोध्नुभएको छ, युजर इज 5JL के यो नाम हो, आफै पढ्नु होला। उहाँले चाहिँ सोध्नुभएको छ वेन डु यु स्टार्ट यो युट्युब। मैले चाहिँ आफ्नो युट्युब 2022मा स्टार्ट गरेको थिएँ, जब म 8 क्लासमा थिएँ, अनि अहिले म 10 क्लासमा छु। यही हो गाइस। अर्को क्वेसन छ क्रिएटर NP बाट, दाइ हजुरको फेभरेट कलर कुन हो, हजुरको रिलिजन, हजुरको एडिटिङ एप, अनि हजुरको एज कति हो। ल गाइस रिप्लाई दिन्छु है त म। गाइस मेरो फेभरेट कलर चाहिँ रेड हो, मेरो एज चाहिँ 16 हो, मेरो एडिटिङ एप चाहिँ क्यापकट, VN, फिल्मोरागो एसेक्ट्रा हो, अनि पीसीमा गर्दाखेरि माइक्रोसफ्ट चिम भन्ने हुन्छ त्यो युज गर्छु। अनि त्यसपछि मेरो रिलिजन चाहिँ म प्राउड हिन्दू हो, त्यही हो। एनदर क्वेसन इज फ्रम विनोद थारू। ओ माई गॉड, आर यू OG विनोद थारू। आई थिङ्क नट। ओके, ही आस्क्स द फलोइङ, हाउ डु यु पुट योर च्यानल नेम। एक दिन म सपना देख्दै थिएँ, त्यस सपनामा भगवान्ले आएर भन्नुभयो तेरो च्यानलको नाम क्रिएटिभ युट्युबर NP राख। त्यही भएर मैले आफ्नो च्यानलको नाम यही राखेको हो। जोक्स साइड गाइज, मैले चाहिँ आफ्नो च्यानलको नाम के अरे मैले एउटा ChatGPT मा सर्च निक्थेँ, अनि त्यहाँ त्यस्तै क्रिएटिभ समथिङ त्यस्तै आएको थियो, अनि मैले आफै सोचेँ, आफ्नो क्रिएटिभिटी लाएँ, अनि यही राखेँ च्यानल। र अर्को क्वेसन छ डु यु वाच मिस्टर बिस्ट। मैले कहिलेकाहीँ हेर्छु मिस्टर बिस्ट, त्यही पनि हिन्दीमा, किनकि मैले इङ्ग्लिस बुझ्दिनँ, किनकि मलाई इङ्ग्लिस आउन्न। र अर्को छ फेस रिभिल वेन। मैले तपाईँहरूलाई अघि नै भनिसकेँ, मेरो इन्स्टाग्राम र फेसबुकको प्रोफाइलमा गएर हेर्नु, त्यही छ मेरो फेस। अनि यो जर्नी अन युट्युब रे, मेरो जर्नी त के भन्ने, मेरो
मैले चाहिँ 2021मा चाहिँ एउटा च्यानल बनाएको थिएँ 6 क्लासमा हुँदाखेरि। त्यो च्यानल चाहिँ कसरी आफै डिलिट भयो। त्यसपछि चाहिँ मैले यो च्यानल क्रिएट गरेको 2022मा। त्यही हो मेरो जर्नी युट्युबमा। अनि हाउ डु यु फाइन्ड कन्टेन्ट, यो छ गाइस मेन क्वेसन। मैले कन्टेन्ट कहाँबाट ल्याउँछु त? मैले कन्टेन्ट ल्याउँछु टिकटक, इन्स्टाग्राम, फेसबुक, कहाँ सर्च गर्छु। त्यसपछि चाहिँ क्रोममा गएर मोस्ट भाइरल कन्टेन्ट अन युट्युब रिलेटेड टु नेपाल भनेर सर्च गर्छु, त्यसपछि आइहाल्छ नि। अनि अर्को छ योर फ्युचर प्लान। मेरो फ्युचर प्लान त के हुने र अब 11 क्लासमा गएँ। 11 क्लासमा चाहिँ पढ्ने, अलिअलि यसो युट्युबमा नि धेरै एक्टिभ हुने होइन, अलिअलि एक्टिभ हुने, त्यही हो मेरो फ्युचर प्लान। लगाइस त्यही हो। अर्को क्वेसन रहेको छ त्रिलोचन उपाध्यायबाट, वाट इज यर फादर, पुट इज यर नेम। र अर्को छ वाट इज यर मोस्ट एक्सपेन्सिभ प्रपर्टी। ल हेर्नु त्रिलोचन उपाध्यायजी, मेरो माई फादर पुट माई नेम सुप्रिम एन्ड माई एक्सपेन्सिभ प्रपर्टी, I do not have expensive property. I do not own. All the properties are of my parents. So I do not have anything. त्यही हो। अनि मेरो प्राइसलेस प्रपर्टी भन्नुहुन्छ भने फ्यामिली हो। सबैको प्राइसलेस प्रपर्टी फ्यामिली नै हुन्छ। त्यही भएर यही हो। अलि ज्ञान गुणका कुरा पनि धेरै भयो होला। ल अर्को क्वेसनतिर मुभ गरौँ। एनदर क्वेसन इज फ्रम इज गेमर ब्रो। मेरो भाइ, वाट इज योर एम इन योर लाइफ? माई एम इज टु बिकम इन्जिनियर। बुझ्यौ नि भाइ? तिम्रो एम चाहिँ के छ बरु कमेन्ट गर। यो चाहिँ लास्ट क्वेसन होला सायद। हु आर यु रे? क्या पूछा तुमने? ये कौन है? तो तुम्हें पता नहीं है कौन है? मैं तुम्हें अभी समझाता हूं। म हो क्रिएटिभिटी एनपी। अनि मेरो च्यानलको नाम मेरो नाम नथपाइकन किन कमेन्ट गरे भाइ? ल गाइस, क्वेसन जस्तै सबै सकिएको छ र म तपाईँहरूलाई एउटा लास्टमा एउटा कुरा रिभिल गर्न चाहन्छु। त्यो हो मेरो फोन नम्बर। मेरो फोन नम्बर छ 98 जुसिल किरो। ल गाइस, आई होप तपाईँहरूले आफ्नो एन्सर पाउनुभएको होला। र आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। बाई।